बिन्देश्वर सर क्लासेसमा तपाईहरुलाई स्वागत छ। म बिन्देश्वर यादव। आज हामीले त्यो एसईको हिसाबले त्यो केही प्रमाणित गर्नु पर्ने प्रश्नहरू सोध्ने गर्छन्, त्यसको बारेमा आज हामी प्रमाणित गर्न गइरहेका छौं। आज हामीले यसलाई कसरी प्रमाणित गर्ने भने यहाँ हामीले के गर्नु पर्यो, सबैभन्दा पहिले जस्तै अब यो सोलुसन गर्नु पर्यो, यसलाई सल्भ गर्नु पर्यो भने कसरी गर्ने। अब यो ओहम मा यो फंडामेंटल यूनिट में एउटा केजी छ जुन मास को दिएको छ, एम छ लेंथ को पनि यूनिट दिएको छ, अनि यो सेकेंड टाइम को यूनिट छ र यो करेन्ट को यूनिट एम्पियर छ। यो चारै कसरी एउटा ओहम मा समावेश भएको छ त्यसको लागि प्रमाणित गर्नुपर्ने हो। त्यो प्रमाणित गर्नुभन्दा पहिले हामीले एउटा त्यो साधारण हामी ओहम को ल बाट ओहमले दिएको एउटा फर्मुला चाहिँ V = IR दिएको छ, हामीलाई थाहा छ ओहमले दिएको। त यो V = IR छ। R भनेको अवरोध रेसिस्टेन्स, त्यो रेसिस्टेन्सलाई हामी ओहममा हामी मेजर गर्छौं। त्यसकारणले हामीले यहाँ R = गर्छौं भने V/I हुन्छ। अनि V/I गरेर अब त्यो V अब I को त हामीले थाहा छ, यो फंडामेंटल यूनिट एम्पियर हुन्छ। यहाँ त हामी यो लेखिहाल्छौं नि, तर V भने भोल्टेजलाई हामी कसरी यो यसमा कन्भर्ट गर्ने। त अर्को कुरो यसबाट हामीले यो R = V/R निकाल्यो। अनि अर्को यो V निकाल्नको लागि फेरि हामीले थाहा छ अब पावर = के हुन्छ, V * I हुन्छ, भोल्टेज * करेन्ट। अनि त्यसकारणले अब यो V = के हुन्छ, पावर बाइ I करेन्ट हुन्छ। अब यही V को मान हामी यता राख्छौं भने यो R = V = के हुन्छ, P/I, त्यो P/I छँदै छ, अनि तल लेखेर I भयो, अनि P/I² हुन्छ। अनि त्यसपछि अब P भनेको पावर भयो, अनि पावरलाई फेरि हामी अर्को त्यसलाई कन्भर्ट गर्ने। पावर = हामीलाई थाहा छ, पावर निकाल्नु पर्यो भने वर्क बाइ टाइम टेकन, अनि W/T गरेर हामी पावर निकाल्छौं। अनि यही यो P को भ्यालु यता हामी राख्छौं भने त्यो R = के हुन्छ, P = W/T, W/ अनि I² इन्टु यो T टाइम भयो। अनि फेरि हामीले यहाँ वर्क आयो, अनि वर्क = हामीलाई पनि थाहा छ, वर्क = F इन्टु डिस्प्लेसमेन्ट S, अर्थात् D ले पनि संकेत गर्न सकिन्छ। अब यो W लाई हामीले फेरि यहाँ फुलफिल गर्छौं भने के हुन्छ, R = F इन्टु S बाइ I² इन्टु T। अनि फेरि हाम्रो यो फोर्स भयो। अब फोर्स को पनि हामीलाई थाहा छ, फोर्स = के हुन्छ, M इन्टु A हुन्छ, मास इन्टु एक्सिलरेसन। अब यसरी गर्दाखेरि हामीले के गर्न सक्छौं, F को सट्टामा मास इन्टु A एक्सिलरेसन, S भनेको डिस्टेन्स, S बाइ के हुन्छ, I² इन्टु T हुन्छ। अब यसैलाई अब सबैको अब यसमा हामी युनिट पुट गर्छौं भने के हुन्छ, यो R को यो R = के हुन्छ, यहाँ यो मास भयो, यो केजी भयो है, अनि यो एक्सिलरेसन भयो, एक्सिलरेसन के हुन्छ, मीटर पर सेकेन्ड स्क्वायर यसको युनिट। अनि यो डिस्टेन्स को के हुन्छ, मीटर बाइ यो करेन्ट छ, करेन्टलाई हामीले एम्पियरमा नाप्छौं, I को स्क्वायर, त्यसकारणले A को स्क्वायर, एम्पियर को स्क्वायर इन्टु टाइमलाई हामी सेकेन्डमा राख्छौं, यस। अनि यसरी हेर्दाखेरि के हेरिन्छ, यो अवरोधलाई हामीले के गर्छौं, ओहममा नाप्छौं। त्यसकारणले ओहम = के भयो, यो केजी मीटर दुईवटा चाहिँ मीटर स्क्वायर, अनि यहाँ पर सेकेन्ड स्क्वायर चाहिँ तल माथि राख्छौं भने के हुन्छ, S⁻³ अनि एम्पियर तल छ, यसलाई माथि लाग्छौं भने A⁻²। यस प्रकारले हामीले यसलाई के गर्न सकिन्छ त, यो प्रुफ गर्न सकिन्छ। त्यसरी हामीले त्यो फर्मुलाको आधारमा त्यो युनिट राखेर हामीले यो
प्रुभ गर्न सकिन्छ यस प्रकारले। त्यस्तै गरेर अब यो प्रमाणीको साथसाथै यसरी भी भनेको भोल्टेज इक्वल टु केजी मिटर स्क्वायर एस माइनस 3 ए माइनस 1 हुन्छ भनेर प्रमाणित गर्नुहोस् भनेर सोध्न सकिन्छ। त्यस कारणले हामीले आज हामीले यसको बारेलाई यसलाई कसरी प्रमाणित गर्ने त्यसलाई हामी देखाउन गइरहेका छौँ। अब यो सबभन्दा पहिले के छ, यो भोल्टेज छ। यो भोल्टेज इक्वल टु यो फन्डामेन्टल युनिटहरूको यो कलेक्सनमा यो ड्राइभ युनिट बनेको छ। त्यो कसरी त्यो ड्राइभ युनिट यो भोल्टेजको यो भोल्ट बनेको छ भनेर हामीले देखाउन गइरहेका छौँ। अब यस्तै अब यो प्रमाणित गर्नुभन्दा पहिले हामीले के गर्ने, अब सबभन्दा पहिले जस्तै हामीले बुझेका छौँ पी इक्वल टु के हुन्छ, पावर इक्वल टु भोल्टेज इन्टु करेन्ट आई हुन्छ। र यो भोल्टेज इन्टु करेन्ट कसरी हुन्छ भने यो बुझ्नलाई सबभन्दा सजिलो तरिका छ। पावर इक्वल टु हामीलाई थाहा हुन्छ W/T हुन्छ है, पावर इक्वल टु। त्यस कारणले हामीले P इक्वल टु के हुन्छ, W/T छ भने यो क्यूले मल्टिप्लाई डिभाइड गरिदिउँ, माथि क्यू र तल टी छ। यसरी W/T र क्यूले हामी मल्टिप्लाई गर्यो र क्यूले डिभाइड पनि गर्यो। त्यस कारणले यो दुवै कटेपछि W/T नै पावर हुन्छ। अब यसरी गर्दाखेरि के हुन्छ, P इक्वल टु W/Q भनेको वर्क बाई चार्ज, क्यू भनेको चार्ज भयो। यो वर्क बाई क्यू के हुन्छ, यो भोल्टेज हुन्छ र यो चार्ज बाई टाइम यो के हुन्छ, करेन्ट हुन्छ है। त्यस प्रकारले P इक्वल टु के हुन्छ, V इन्टु आई। यसरी हामी जानेका छौँ, यसरी यो लेख्ने P बराबर V इन्टु आई भयो। अब त्यस्तै गरेर अब हामीलाई V निकाल्नु छ भोल्टेज, त्यसै कारणले के हुन्छ, V इक्वल टु के हुन्छ, P/आई हामी लेख्न सक्छौँ। अब यसरी हेर्दाखेरि अब यो पावर अनि पावर इक्वल टु हामीलाई थाहै छ W/T हुन्छ। यो के गर्ने, W/T इन्टु यो आई भयो। अनि W भनेको वर्क इक्वल टु के हुन्छ, F इन्टु डी र डी लेखौँ डिस्टेन्स, यसलाई डिस्प्लेसमेन्ट भन्छौँ। अनि टी इन्टु आई भयो। अनि त्यस्तै गरेर अब F छ, F भनेको फोर्स इक्वल टु के हुन्छ, फोर्स बराबर M इन्टु ए मास इन्टु एक्सिलरेसन इन्टु डिस्टेन्स भयो डी अनि टी इन्टु आई भयो। अब सबैको हामी युनिट हामी पुट गर्छौँ भने के हुन्छ, यो M छ, M भनेको मास केजीमा हामी मेजर गर्छौँ। ए छ एक्सिलरेसनको के हुन्छ, मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। अनि यो डिस्टेन्सको मिटर हुन्छ। अनि बाई टाइमको के हुन्छ, सेकेन्ड हुन्छ। अनि यो करेन्ट भयो, करेन्टको के हुन्छ, एम्पियर हुन्छ। यसरी हेर्दाखेरि हामी के गर्न सकिन्छ त, अब यो भयो केजी अनि यो मिटर दुईवटा भयो त मिटर स्क्वायर। अनि यो सेकेन्ड पर सेकेन्ड, यहाँ पनि सेकेन्ड छ, यो के भयो, पर्सेन्ट माथि लग्यो भने सेकेन्डको -3। अनि ए एम्पियर छ, यसलाई माथि लग्यो भने माथि 1। यसरी के देखिन्छ, यो V इक्वल टु केजी मिटर स्क्वायर S-3 A-1। यसरी हामीले के गर्न सक्छौँ, यो प्रुभ गर्न सक्छौँ। यसरी हामीले यसलाई प्रुभ गर्ने। यहाँ एसीको लागि त्यो सानो छ तर धेरै इम्पोर्टेन्ट छ, सोध्न सक्छन्। टु प्रुभ द्याट युनिट अफ जी ग्राभिटेसनल कन्स्ट्यान्ट इक्वल टु न्युटन मिटर स्क्वायर फर केजी स्क्वायर कसरी हुन्छ भने प्रुभ गर्नलाई सोध्न सक्छन्। यो प्रुभ गर्नको लागि सबैभन्दा पहिले हामीले के गर्ने, वी नो द्याट, हामीले जानेका छौँ सबभन्दा पहिले के छ, न्युटनको ग्राभिटेसनल ल हामी जानेका छौँ। F इक्वल टु के छ, G(m1 × m2/d² हामी बुझेका छौँ है। अब यसैलाई हामीले क्रस मल्टिप्लिकेसन गरेर के गर्न सकिन्छ, G(m1 × m2) बराबर यहाँ 1 छ है यस्तो। अब के हुन्छ, F इन्टु d² हुन्छ।
अब यसरी गर्दाखेरि और जी बराबर के हुन्छ एफ इन्टु डी स्क्वायर बाई m1 इन्टु m2। अब यसैको मान राख्छौँ भने हामी निकाल्न सक्छौँ यहाँ। अब हेर्ने अब युनिट राख्दै जाने। अब यहाँ के छ फोर्स छ, फोर्सको युनिट के हुन्छ n हुन्छ। अनि डी भने डिस्टेन्सको के हुन्छ मिटर स्क्वायर। यो पिण्ड छ केजी, यो पनि केजी, यो के भयो केजी स्क्वायर। अब यसैलाई माथि गर्छु भने के हुन्छ न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर। यो फेरि यसलाई के गर्छ अब यो फन्डामेन्टल युनिटमा लाग्छु भने यो त न्युटन त डिराइभ युनिट छ। फन्डामेन्टल युनिटमा लाग्छु भने यो न्युटनको लागि के हुन्छ न्युटनको लागि केजी मिटर पर सेकेन्ड स्क्वायर न्युटनको लागि हुन्छ इन्टु मिटर स्क्वायर इन्टु यो केजी माइनस 2 छ। अब यसरी हेर्दाखेरि फेरि हामी के गर्ने अब के अरे मिटर मिटर 3वटा मिटर यहाँ मिटर छ 2वटा मिटर चाहिँ के हुन्छ मिटर क्युब हुन्छ। अनि सेकेन्ड के भयो त तल छ त्यहाँ सेकेन्ड माइनस 2 हुन्छ। अनि केजी यहाँ एउटा छ केजी माइनस 2 हुन्छ के हुन्छ केजी माइनस 1। यसरी गरेर त युनिट अफ जी बराबर के हुन्छ यसरी पनि एउटा आउन सकिन्छ। तो जी के काहीँ यसरी पनि सोध्छ युनिट अफ जी बराबर यही मिटर क्यूब एस माइनस 2 केजी माइनस 1 हुन्छ भनेर त्यो प्रमाणित गर्नुस्। यसरी सोध्न सकिन्छ। यसरी हामी पनि यो पनि प्रमाणित गर्न सक्छौँ। यहाँ सोधिएको छ एउटा क्वेसन दिएको छ मानव विशिष्ट आधान क्षमताको एकाइ मिटर स्क्वायर सेकेन्ड माइनस 2 के माइनस 2 हुन्छ भने प्रमाणित गर। यसरी दिएको छ भने अब यस्तो किसिमको दिएको छ भने हामीले कसरी प्रमाणित गर्ने यो कसरी आएको छ जसरी अब ओहमको एकाइको प्रमाणित गर्नलाई भन्छन् ग्राभिटेसनल कन्स्टेन्टलाई पनि प्रमाणित गर्न भन्छ। यसरी हामीले यो भन्दा अगाडि हामी गरिसकेका छौँ। यो पनि मेरो दिमागमा आएको हुनाले यसलाई हामीले फेरि हामी राखेका छौँ। यो विशिष्ट आधान क्षमताको एकाइ यति हुन्छ भने प्रमाणित गर्ने कसरी गर्ने भने हामीले यो विशिष्ट आधान क्षमता भन्नाले स्पेसिफिक हिट क्यापेसिटी हुन्छ। स्पेसिफिक हिट क्यापेसिटी जसलाई हामी यसले संकेत गर्छौँ। यो स्पेसिफिक क्यापेसिटी के हो भने यहाँ के छ एक केजी मासमा हामी 1 डिग्री टेम्परेचर बढाउन वा घटाउनलाई आवश्यक पर्ने तापको परिमाण जुन हुन्छ त्यसलाई हामी के भन्छौँ त्यो स्पेसिफिक त्यस वस्तुको विशिष्ट आधान क्षमता भन्छौँ। अर्थात् त्यो विशिष्ट आधान क्षमता भन्नाले के बुझ्यो हामीहरू त त्यो 1 केजी वस्तुमा अब यसको छ क्यू एमाउन्ट अफ मास छ कति एमाउन्ट चाहियो कति हिट चाहियो हिटको एमाउन्ट 1 केजी पिण्डमा हामीले 1 डिग्री सेल्सियस तापक्रम बढाउनको लागि 1 डिग्री सेल्सियस तापक्रम बढाउनको लागि कति चाहियो है। यसलाई हामीले यो डिग्री सेल्सियसलाई हामी डीटी ले गर्छौँ डिफरेन्स इन टेम्परेचर गरेर हामी गर्दिन्छौँ। अर्थात् हामीले यो पढेका छौँ Q इजिकल टु एम इन्टु एस इन्टु डीटी यसरी हामीले यो बुझेका छौँ। यो अब यो हाम्रो हिट इक्वेसन छ। यो हिट इक्वेसनमा के छ यस जुन छ स्पेसिफिक हिट क्यापेसिटी छ यो मास छ यो डिफरेन्स इन टेम्परेचर छ डीटी भन्नाले भयो T2 माइनस T1 यस प्रकारले। त अब हामीले यहाँ यसको युनिट स्पेसिफिक हिटको युनिट यसरी कसरी हुन्छ भने सोधेका छन्। त्यसकारणले हामीले स्पेसिफिक हिट क्यापेसिटी एस इक्वल टु यो त हामी बुझ्न सक्छौँ। अब यो बुझिसकेपछि यसमा हामीले अब यसरी बुझिसकेपछि अब यसैलाई अब मान राखौँ। यसरी मान राख्दा के हुन्छ हेरौँ त अब त यो हिट भयो। हिटलाई हामीले के निकाल्छौँ स्पेसिफिक हिट के यो स्पेसिफिक हिट क्यापेसिटीको युनिट के हुन्छ यो जूल हुन्छ। जूल यो भयो पर केजी पर मासलाई हामी केजीमा लिन्छौँ
अनि यो टेम्परेचर छ, टेम्परेचरलाई पर डिग्री सेल्सियसमा लिन्छौँ। यसरी हामीले यो हामी पढेका छौँ। अर्थात् यसैलाई हामीले के गर्छौँ, जुलमा लिन्छौँ भने यो जुललाई, यो जुल छ, डिग्री सेल्सियसलाई हामी क्याल्भिनमा पनि गर्न सक्छौँ। यसरी जुल पर केजी क्याल्भिन गरेर हामीले यसरी निकाल्न सक्छौँ। अब यसैलाई यो नलेखेर यसरी ल्याइदिएको छ। यो कसरी गर्ने, यो ल्याउनको लागि के गर्ने, अब यो जुल छ, जुल भन्नाले के हुन्छ, जब हामी एनर्जी र वर्ककोमा आउँछ त एक जुल जब कुरा गर्छु भने एक जुलको लागि के हुन्छ, वर्क एक न्यूटन फोर्सले 1 मिटर दूरी डिस्टेन्स गरिदियो, पार गरिदियो भने चाहिँ 1 जुल हुन्छ। त्यति बेला 1 जुल, यो जुल छ, जुललाई हामीले न्यूटन मिटर लेख्न सक्छौँ। यो जुललाई हामी के लेख्ने, यो न्यूटन गर्ने अनि यो मिटर गर्ने। तल के छ, यो केजी छ अनि यो क्याल्भिन छ अनि फेरि यो न्यूटन छ। अब यो न्यूटनलाई अब के हुन्छ, यो त वर्कमा आयो। अब यो न्यूटन निकाल्नको लागि फोर्समा छ, 1 न्यूटन बराबर के हुन्छ, 1 न्यूटन जो भने 1 केजी आउँछ र 1 मिटर पर सेकेन्ड स्क्वायर आउँछ। त्यस कारणले यसलाई के भन्छ, यो न्यूटनलाई हामीले के गर्ने त केजी अनि त्यसपछि मिटर अनि पर सेकेन्ड, यो पर सेकेन्ड आयो। अनि अर्को के छ, यहाँ मिटर छ अनि त्यसपछि के छ, यो केजी छ तल केजी अनि यहाँ क्याल्भिन छ। यसरी यसको एकाइलाई हामीले कन्भर्ट गर्न सक्छौँ। अब यसरी गरिसकेपछि अर्को के छ, अब यसलाई लेख्ने हामीले, यो केजी छ यहाँ है। अब यो केजी माथि हामी लेखौँ, माथि के भयो, यो केजी भयो, यो मिटर, एउटा मिटर दुईवटा मिटर स्क्वायर भयो अनि यो पर सेकेन्ड यो तल छ अनि त्यसपछि पर सेकेन्डलाई हामी तल लेख्छौँ हैन, सेकेन्ड स्क्वायर, तल केजी छ, केजी यो सेकेन्ड स्क्वायर भयो अनि त्यसपछि के छ, क्याल्भिन छ। यसरी अनि यसरी हेर्दाखेरि के देखिन्छ त, यो केजी त कट छ अनि बाँकी हामी के हेर्छौँ त, यहाँ मिटर स्क्वायर अनि टाइमको युनिट सेकेन्ड छ, यसलाई माथि लाग्छ सेकेन्ड माइनस 2 अनि यो क्याल्भिन छ अनि क्याल्भिनलाई माथि लाग्छ भने -1। यसरी हेर्दा के देखिन्छ, स्पेसिफिक हिट क्यापेसिटी यस बराबर के देख्यो त, यहाँ यति देख्यो। त्यस कारणले के देखिन्छ, यहाँ यस को स्पेसिफिक हिट क्यापेसिटीको युनिट लिन्छ भने के भयो, यो यसको युनिट लिन्छ भने एम स्क्वायर एस माइनस 2 के माइनस 1। यसरी गरेर हामीले यो निकाल्न सक्छौँ। यो यस्तो किसिमको प्रश्नहरू सोध्न सक्छन्। अब त्यस्तै गरेर हामीले अर्को पनि राखेर हामीले यो प्रमाणित गर्न गइरहेका छौँ। अवरोधत्वको एकाइ रेसिस्टिभिटी, जसलाई रो इक्वल टु के हुन्छ, ओहम मिटर यसको एकाइ हुन्छ, ओहम मिटर। अर्थात् यसरी केजी मिटर क्यू एस माइनस 3 a माइनस 2 हुन्छ भने प्रमाणित गर्नुहोस् भनेर सोध्न सक्छ। त्यसरी ओहमको, योभन्दा अगाडि हामीले ओहमको प्रमाणित गरिसकेका छौँ। ओहम इक्वल टु आएको कति आउँछ भनेर हामी सोधिसकेका छौँ। ओहम इक्वल टु केजी मिटर स्क्वायर एस माइनस 3 a माइनस 2 आउँछ भनेर हामी प्रमाणित गरिसकेका छौँ। अब यस्तै गरेर अवरोधत्वको एकाइ रेसिस्टिभिटी रो ओहम मिटर बराबर यति हुन्छ भनेर प्रमाणित गर्नु पर्यो भने कसरी गर्ने। अब यो गर्नको लागि हामीले साधारण के बुझ्नु पर्यो, अब रेसिस्टिभिटी के छ, यो रेसिस्टिभिटी बुझ्नको लागि हामीले के बुझ्नु पर्यो भने हामीलाई थाहा छ, दुईवटा पोइन्ट याद राख्ने। जुन रेसिस्टेन्स जुन हुन्छन्, कुनै कन्डक्टिभ वायरमा जब करेन्ट बगिरहेको हुन्छ त्यो रेसिस्टेन्स हुन्छ डाइरेक्टली प्रोपोर्सनल अफ द लेन्थसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ। लेन्थ बढेपछि रेसिस्टेन्स बढ्छ, लेन्थ घटेपछि रेसिस्टेन्स घट्छ। यो हामी बुझेका छौँ। अर्को के हुन्छ, त्यो रेसिस्टेन्स इज डाइरेक्टली इन्भर्सली प्रोपोर्सनल टु द के हुन्छ, क्रस सेक्सन एरिया अफ द कन्डक्टिभ वायर। कन्डक्टिभ वायरको क्रस सेक्सन एरियाको के हुन्छ त रेसिप्रोकल हुन्छ। यो पनि हामीले यो पढिसकेका छौँ। अब यो इक्वेसन 1 र 2 लाई हामी मिलाउँछौँ भने त्यति बेला के आउँछ, आर
भ्यारी के हुन्छ L/A हुन्छ। अब यो भ्यारीलाई हामी हटाउँछौँ भने R इक्वल टु के हुन्छ रो L/A के हुन्छ A हुन्छ। जहाँ यो रो के हो त यो कन्स्टेन्ट रेसिस्टिभिटीलाई बुझ्छौ। यो भनेको के हो त्यो रेसिस्टिभिटी छ, यो छ रेसिस्टिभिटी छ हैन। अनि त्यसै कारणले हामीले यो रो इक्वल टु रेसिस्टिभिटी इक्वल टु के गर्छौँ क्रस गुणा गर्छौँ भने के हुन्छ RA/L आउँछ। अब यो फर्मुला हामीलाई थाहा भइसकेपछि यो अवरोधत्वको एकाइ रो के हुन्छ त हामी ओहम र मिटर हुन्छ। यस प्रकारले हामी हेर्छौँ भने यहाँ के छ यो R छ, यो एरिया छ, यो लेन्थ छ। यो L भनेको लेन्थ, A भनेको क्रस सेक्सन एरिया छ। यो यसलाई यो त रेसिस्टेन्स भयो, यो एरिया छ त यो त एरियाले त मिटर स्क्वायरमा गर्छौँ। अनि यो लेन्थ छ त मिटरमा हुन्छ। अनि यसरी गरेपछि त के हुन्छ R आउँछ र मिटर आउँछ। R यो रेसिस्टेन्स भयो, यो हामीले मिटर आइदियो है, यो युनिटमा मिटर छ। अब यो रेसिस्टेन्सको हामीले योभन्दा अगाडि हामी निकालिसकेका छौँ। अब यसरी हेर्ने हो भने थाहा छ भने एकैचोटि हामी के लेख्ने यसरी यो के छ केजी मिटर स्क्वायर S-3A-2 अनि यो के भयो मिटर भयो। अनि यो मिटरलाई हामी एड गर्छौँ भने एकैचोटि के आइदिन्छ यति हामी प्रुफ गर्न सक्छौँ। यो केजी मिटर क्युब S-3A-2 भनेर यहाँ यो प्रुफ हुन्छ। जसले हामी किनभने यो यसको यो रेसिस्टेन्सलाई हामी के भन्छ ओहम, यति बराबर के हुन्छ यो ओहम हुन्छ है। तर हामीले यसरी नगरेर हामी के गर्ने त यहाँ भन्दा यसरी सोधेको छ भने यसलाई के गर्ने त यो आरलाई निकाल्ने। अब यो आरलाई निकाल्नु पर्यो भने हामीलाई के थाहा छ V इक्वल टु के हुन्छ IR हुन्छ, I इन्टु R हुन्छ। अब यसरी हेर्ने भने यो रो इक्वल टु यो रो को जुन छ यो यसको एकाइ अवरोधत्वको एकाइ रो को ओहम मिटर त यो यति त ओहम छ, यो ओहम छ, यो मिटर छ। अनि अर्थात यही रेसिस्टेन्स छ। यो रेसिस्टेन्सको V इक्वल टु के हुन्छ IR हुन्छ। R इक्वल टु के हुन्छ हामी लेख्ने यहाँ लेख्छौँ भने यो R यो त हामी मिटर राखिसकेका छौँ, यो बनाइसकेका छौँ। यो दुईवटाले कहाँ छ यतिलाई हामीले तोडेर हामी मिटरमा ल्याइसकेका छौँ। अब यो आरलाई हामी लेख्नु पर्यो भने के हुन्छ V/I हुन्छ। यसरी गर्दा V इक्वल टु IR, त्यसैले R इक्वल टु के हुन्छ V/I हुन्छ है, V/I हुन्छ। यसको सट्टामा हामी के लेख्ने त V/I लेख्ने अनि यम छ। अनि त्यसपछि V/I लेख्यो, अनि V/I र यो एम छ। अब V निकाल्नु पर्यो अर्को हामीले के थाहा छ पावर निकाल्नु पर्यो। पावर इक्वल टु हुन्छ V इन्टु I हुन्छ है, पावर इक्वल टु। अनि यसपछि अब यहाँ V छ, V निकाल्नु पर्यो भने V इक्वल टु हुन्छ पावर बट्टा करेन्ट हुन्छ। त यो V को सट्टामा हामी के लेख्ने त पावर बट्टा I लेख्ने। V को सट्टामा पावर P/I, तल I छ त I स्क्वायर। अनि एउटा यम त हाम्रो छँदैछ, हामी निकालिसकेका छौँ। यहाँबाट यो एरिया एम स्क्वायर, यो एरिया भयो एम स्क्वायर भयो यम र लेन्थलाई यम, हामी यो यम निकालिसकेका छौँ। अब यो पावर छ। अब पावर इक्वल टु हामी के छ W/T। यहाँ फेरि हामीलाई थाहा छ पावर इक्वल टु के हुन्छ पावर इक्वल टु W/T हुन्छ र वर्क बाई टाइम हुन्छ। यसको सट्टामा हामी के लेख्ने W/T अनि यहाँ I स्क्वायर छ, I स्क्वायर अनि यम पनि छ। अनि त्यस्तै गरेर अब अगाडि गर्दियो भने यो वर्क छ, वर्कको लागि के हुन्छ F इन्टु D अर्थात् S, D डिस्टेन्स, यो त W वर्क भयो, यो फोर्स इन्टु डिस्टेन्स भयो। अनि हाम्रो यो मिटर छ, अनि यहाँ टाइम पनि छ, I स्क्वायर छ। अब यसरी अब एकैचोटि हामी मान राख्दै जाउँ। अब यसका युनिटहरू यो फोर्सको हाम्रो युनिट त न्युटन हुन्छ, फेरि M इन्टु एमा लाग्नु पर्यो। अब M इन्टु ए फोर्स इक्वल टु के हुन्छ M इन्टु ए हुन्छ। यहाँ
फोर्स बराबर के हुन्छ m इन्टु a यसरी हामीले देयरफोर गरेर हामीले यति हामी बुझ्दैछौँ यो f इक्वल टु के हुन्छ m इन्टु a अनि यहाँ d छ हाम्रो यो m त छँदैछ अनि त्यसपछि के भयो t इन्टु I स्क्वायर। अब यसलाई हामी एकैचोटि अब राख्छौँ भने अब मान यहाँ हेरौँ त मान राख्दा कति आउँछ यो मास छ मासको लागि हामी के गर्छौँ त केजी ल्याउँछौँ केजी अनि ए भनेको एक्सिलरेसन छ एक्सिलरेसनको लागि के हुन्छ मिटर पर सेकेन्ड स्क्वायर हुन्छ अनि यो डिस्टेन्सको लागि यो मिटर हुन्छ अनि अर्को मिटर यहाँ पनि दिइसकेको छ मिटर अनि यो टाइम छ टाइमको लागि सेकेन्ड भयो अनि यो करेन्ट छ करेन्टको लागि एम्पियर हुन्छ एम्पियरको स्क्वायर यसरी हेर्दाखेरि के हुन्छ माथिले के भने के आउँछ यो केजी पनि आउँछ मिटर के हुन्छ 3 वटा 1 2 3 मिटर क्यू आउँछ अनि सेकेन्ड कति 2 1 3 वटा सेकेन्ड -3 आउँछ अनि एम्पियर माथि गरे 2 आउँछ यसरी यो के गर्न सकिन्छ हामीले यसलाई के गर्ने छ रेसिस्टिभिटीको युनिट ओहम मिटर बराबर यो केजी मिटर यसरी मिटर क्यू s - 3a स्क्वायर हुन्छ भनेर हामीले प्रमाणित गर्न सक्छौँ। यो भिडियो तपाईहरुलाई राम्रो लाग्यो भने यसलाई के गर्ने लाइक र शेयर गरिदिनु होला र हाम्रो यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।